भैयाले काम गरेन भाग्नेले भाग्ने दिनु भएन त्यति त एक्लै पर्छ नि त्यहाँ दिनु अहिले म यहाँतिर सामान जोड्दै म सामान अहिले आउँदैछ नि यो कसको घरमा आज काम गर यो काम हुँदैछ त्यहाँ त आपको मालूम नहीं है और लेट तो भाई पानी भाई होगा लेट तो ढल पड़ तुम उधर बैठो बेटा हम लोग उधर ही बैठे हैं ओ यहाँ बिल्चाबाट ओ यही साडले यो घर बेन्जिल पनि हकिनु मुस्किल छ हात चलाएर भाडाउने भयो एकचोटि दिने थपक रोकिँदा एकचोटि दिँदा रोकिँदै भयो नि यो दाइ के हुँदैछ कसको घर लेन्टर बनाउँदै हुनुहुन्छ कसको आम नै कैको नाम भन्नु न नाम यो घर कसको दलजन रातको बाबाजी कसको घर लेन्टर हुँदैछ अरे धन्यवाद ओ भान्जो सर है उदाउनु ल धन्यवाद छ तपाईँको घर आज लेन्टर हुँदै रहेछ हजुर ल धेरै ठुलो मेरो गाउँले सब खेडिया छ नेता जनसर्वदानमा तपाईँको घर निर्माण हुँदैछ ल धन्यवाद